केपी ओली र रमेश लेखकले जेनजीको हत्या गरेको 1 महिना हुन थाल्यो। भदौ 23 गते संसद भवन अगाडि छानी ताकी गोली हानेर कलिला जेनजीहरूको हत्या गर्यो। नयाँ सरकार बनेको 1 महिना हुन थाल्यो। 1 महिना बित्न लाग्दा पनि नयाँ सरकारले हत्यारा केपी ओली र रमेश लेखकलाई गिरफ्तार नगरेको भन्दै जेनजीका नेता र अगुवाहरूले अहिले यिनीहरूलाई गिरफ्तार गरेर जेल हाल भन्ने अभियान चलाइरहेका छन्। नयाँ बनेको सरकार, तिमीहरू जेनजीको कुरा सुन र जेनजीका माग पूरा गर। दिनसम्म किन समाधान नसक्यो भनेको चाहिँ जनताले त्यो प्रश्न उठाइरहेछ क्या अहिले। अनि यस्तो छ क्या तपाईको, हामीले उहाँहरूलाई समात्ने बित्तिकै भोलिपल्ट सुटिन सक्छ। किनभने कारबाही त्यही अनुसारमा प्रक्रिया बनाउनु पर्यो, पेपरहरूद्वारा बनाउनु पर्ने रहेछ। मैले पनि त्यही भएर कराएको तपाईँ किन अहिलेसम्म नसक्ने पछिपल्ट बुझ्दाखेरि चाहिँ के रहेछ भन्दाखेरि चाहिँ यो एभिडेन्सहरू चाहिँ दह्रो बनाउनु पर्ने रहेछ क्या। नत्र तपाईँको एभिडेन्स लुज भयो भने तपाईँको कारबाहीको प्रक्रिया तपाईँको आज समात्ने, भोलि सुट्ने, 24 घण्टा राख्ने, अनुसन्धानको लागि राख्ने, 24 दिन राख्ने, यस्तो हुँदो रहेछ नि त। त्यही भएर उहाँले आफ्नो होमवर्क पनि गरिराख्नु भएको छ। अनि त्यही होमवर्क अनुसारमा चाहिँ तपाईँको चाहिँ कसैलाई चाहिँ यसरी गरेर नछुटोस् भनेर चाहिँ उहाँहरूले त्यही अनुसारमा प्रक्रिया चाल्नु भएको छ। उहाँहरूले चाहिँ एकदम राम्रोसित अनुसन्धान गरौँ, इनोसेन्ट नफसोस् होइन, जसले गोली हानेछ उनीहरू मात्र बसोस्, जो रेस्पोन्सिबल छ उनीहरू मात्र होस् भन्ने हिसाबले चाहिँ उहाँहरू लागिराख्नु भएको छ। हामी फलोअप गरिरहेछौँ उहाँहरू। रमेश लेखक र केपी शर्मा ओलीलाई पक्राउ गर्ने बाटो खुल्ला। जेनजी आन्दोलनका क्रममा भएको नरसंहारको विषयलाई लिएर सरकारबाट गठित जाँचबुझ आयोगले केपी शर्मा ओली र रमेश लेखक लगायतलाई पक्राउ गर्ने बाटो खोलिदिएको छ। मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगका सदस्य विज्ञानराज शर्माले फौजदारी कसुरमा संलग्न जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन पूर्ण नपर्ने भन्दै स्पष्ट पारेका हुन्। ओली र लेखक पक्राउ गर्न मध्यरातसम्म बैठक। पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकको पक्राउ बारे प्रधानमन्त्री निवासमा मध्यरातसम्म बैठक बसेको खुलेको छ। प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री, सेनापति, प्रहरी प्रमुखहरू र अनुसन्धान अधिकारी सहभागी बैठकमा आन्दोलनमा भएको दमन र जनदबाव बारे छलफल भएको थियो।